छ रिलेटिभ बाटोको क्वालिटी भन्दा पनि सिनरी चाहिँ राम्रो छ त्यही भन्नु रोड क्वालिटी चाहिँ ठिकै हो सिनरी राम्रो छ झपक्क हरियो छ यो भिडियो भर्खर भर्खर बनाउन थाले भएर त्यो भन्दा नि के बोलौँ हुँदो रहेछ है होइन यहाँ पुरै यो क्यान्टिलिभर गरेर रोड पुरै नाइस छ त झुन्डाएर खोलामाथि हो तल खोला छ कि बाटोमा एउटा नाइस स्मल टाउन भेटियो भिलेज भन्छन् यिनीहरूले यतातिरको भिलेज भन्छ स्मल टाउन नाइस लिटल टाउन सो नाइस है राम्रो रहेछ क्युट हामी चाहिँ यहाँ यो सानो गाउँमा छौँ आज 1993 मा इस्टाब्लिस रहेछ यो अनि गाउँको चाहिँ सानो भिलेजमा भिलेज अफ के अरे यसमा यो लुक्स नाइस भिलेज है हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो सबै भ्याकेसन आउन मिल्ने यताउति सबै चिजहरू रमाइलो रहेछ यो गाउँमा त्यस्तो धेरै चिजहरू चाहिँ छैन के रहेछ यो इलिकोट भिल्ले रहेछ इलिकोट भिल्ले ठाउँको नाम चाहिँ भेल नै हो तर मैले भिल्ले पो भने हो त अनि यहाँ चाहिँ यस्तो यस्तो पोर्सन्टहरू यस्तो चिजहरू पाइन्छ फ्युल अप गरौँ अनि यहाँ त्यही हो ब्रुङ कम्पनी पनि रहेछ खानेकुराहरू टन्नै छ यहाँ अल्पाइन ब्रिस्टो रहेछ यो टक्कै ब्रिस्टो नै रहेछ यस्तो मजाको होइन टक्क लाएर नाइस टाउन रहेछ मलाई चाहिँ रमाइलो लाग्यो एटलिस्ट त्यही नै बाटोमा स्पट गरेँ मैले बसेँ एकदम रमाइलो ठाउँ रहेछ स्मल टाउन बफेलो सिटी आइपुग्यो सही छ नि होइन यो ब्याङ्कको टावर छेउबाट सही ब्याङ्कको टावर नाइस है रमाइलो रहेछ छेकिन चाहिँ मजाले छेकियो तर यही ब्रिज तरेर जानु क्यानाडा म चाहिँ गएको छैन बिस्तारै जानु होला ब्लेस यु थ्याङ्क्स विष्णु जस यो ब्रिज हो क्या एउटा ब्रिज हो पनि क्यानाडा नाइस रहेछ तलबाट पनि जानुहुन्छ त्यसै गरी मेरो त मिसमा जान्छौँ अनि यतापट्टि चाहिँ पुरै क्यानेडियन साइड भयो अनि त्यो पुलले छुट्याउँछ र यतापट्टि पनि अर्को झर्ना छ यस्तो बगान झर्ना छ यो चाहिँ नायगराको मेन फल्स भयो अनि उता चाहिँ भयो यता यो चाहिँ सिधै युज भयो होइन स्टार्ट भइसक्यो अहिले अनि लाइट्समा त्यस्तो अनि क्यानाडा साइडबाट अलि राम्रो देख्छ होला तर हेर्दा पनि राम्रै देखिएको छ मलाई त रमाइलो लागिरहेको छ फोटोमा चाहिँ अलिक क्याप्चर भएन होला